यो काँक्रोको फिल्डमा चाहिँ यसको सुरुको अवस्थामा पातमा चाहिँ टक्सिसिटी जस्तो न्युट्रिएन्ट डेफिसियन्सी जस्तो अलिकति मिक्स खालको चाहिँ लक्षणहरू देखिएको थियो। अनि ठाउँ ठाउँमा चाहिँ डाउनी मिल्ड्यूको पनि सिम्टम्सहरू देखिएको थियो। त्यसपछिबाट हामीले यसलाई चाहिँ माइक्रोन्युट्रिएन्ट क्रान्ति, मल्टिप्लेक्स कम्पनीको क्रान्ति, त्यसपछिबाट थाइजोक्सी फन्जिसाइड जुन चाहिँ डाउनी मिल्ड्यूको लागि एकदम प्रभावकारी हुन्छ, जसमा एजोक्सिस्ट्रोबिन र थाइफ्लुडा जामाइड भन्ने दुईटा केमिकल मिक्स हुन्छ। र केही मात्रामा हामीले ह्युमिक एसिड भएको तत्त्वहरू पनि यसलाई चाहिँ प्रयोग गरिसकेपछि काँक्रो चाहिँ अहिले एकदमै राम्रो भएर आएको छ। किसान चाहिँ यहाँ एकदम खुसी हुनुहुन्छ। गोर्खा जातको काँक्रो हो यो, गोर्खा सिड कम्पनीको। यो चाहिँ काठमाडौँ उपत्यकामा एकदमै राम्रो पाइएको छ। विशेष गरी आँखलै पछि चाहिँ नोट पछि नै यसको चाहिँ फल दिने यसको स्वभाव जुन चाहिँ अन्य काँक्रोहरूमा चाहिँ नपाएको भनेर किसानहरूले जानकारी दिनुभएको छ। यद्यपि यो काँक्रोमा चाहिँ फेरि पनि केही न्युट्रिएन्ट डेफिसियन्सी जस्तो र केही फङ्गसको एट्याक हुन खोजे जस्तो खालको सिम्टमहरू चाहिँ हामीले देख्न सक्छौँ। र यसलाई फेरि पनि एकपटक माइक्रोन्युट्रिएन्ट र प्रोटेक्टिभ फन्जिसाइडहरूको चाहिँ प्रयोग गर्दाखेरि चाहिँ यसलाई बेटर हुन्छ। हामी किसानलाई त्यही भनेर सुझाव दिँदैछौँ। हेर्नुहोस्, what a लभली काँक्रो। आँखलै पछि चाहिँ फ्रुटिङ देख्न सक्नुहुन्छ। एकदम सुन्दर।